गाइस अहिले चाहिँ धेरै चिसो चाहिँ छ र अहिले चाहिँ हामी छु भन्दै अघिबाट हानिसकेको छु। अहिले चाहिँ हामी तल जाँदैछु। सो गाइस अहिले म आफ्नो हत्तलो पानीमा चाहिँ आफ्नो पुलाङमा आइसकेका छौँ। अहिले चाहिँ गाइस पुरा चिसो मौसम भएर अब सुत्ने गाइस अन्त उठ्ने अनि त्यसपछि भ्लग बनाउन स्टार्ट गर्ने गाइस। चिसो आज 4 बजी उठेर काम गर्न लाग्यो त्यही भएर अहिले चाहिँ मैले भन्नु बन्द हामी आइसकेका छौँ कसरी याद खेलाउन। अनि यो चाहिँ गाइस अहिले चाहिँ हामी आइसकेका छौँ अनि टिका सिका लगाएर अहिले हामी बाहिर आइसकेका छौँ। अहिले हामीले टिका सिका लगाएर बाहिर आइसकेका छौँ। अब हामी 6:30 बजीसम्म यहाँ अगाडि जानुपर्छ अहिले। सो गाइस अहिले चाहिँ हाम्रो यता नानीको रुममा आइसकेका छौँ। तपाईँ कि शब्द बोल्न चाहनुहुन्छ मेरो युट्युब च्यानलको लागि? मलाई रिस उठेन बोल। उसलाई चाहिँ धेरै रिस उठेछ किनकि यसले पैसा चोर दिएको छ। चोर रहेछ। पैसाको 10को दिन पैसा चोर्छ हेर्नु सक्नुहुन्छ। हेर्नु सक्नुहुन्छ गाइस यो चाहिँ यहाँको चोर हो होइन। यो एकदम यो त पैसा हेर्नु पैसा कति खै पैसा गर्नु यहाँ गाइजको अहिले चाहिँ पैसा खान्छ हामीले 5 रुपियाँ 15 20 ओम गाइस यिनीले मेरोभन्दा चाहिँ धेरै छ होला यो पैसा। मेरोभन्दा पैसा धेरै कमाइस यार। ममफली किन दिएको भने नाइ के यार तिमी पैसा दियो नि म दिखाउँछु के। म पनि बाहिर जान्छु यिनीहरूको ग्याङमा हेर्नु। के गरेर भाइ भाइ के गरेर त के गरेर मेरी बात भाई कॉमेडी पुरै मिलाएर। सो गाइस अहिले चाहिँ हामीहरू जाँदैछौँ र अहिले चाहिँ हामीहरू यहाँ आफ्नै घरमा टिका सिका लगाएर जाँदैछु र यहाँ मेरो फ्रिजमा काम गर्दैछ खानाको काम गर्दैछ अनि सुन्नुहुन्छ तस्बिर यहाँ जी वाइस छोड्नुका हामीहरू आफ्नो पुरानो घरमा आइसकेको छु र अहिले चाहिँ हामीहरू पिङ खेल्न जान परिसकेका छौँ र हाम्रो चाहिँ यसले टिका कस्तो लगाइदिएका छन् हेर्नु सक्नुहुन्छ। यसको पनि यस्तरी थियो गाइस तर यसलाई चाहिँ पुरा यतिसम्म पुग्छ। अहिले म पुज्दैन किनकि म राति पुग्छु अनि त्यसपछि मामा घर सामा घर पनि भोला आइरहन्छ। तपाईँ थाहा छैन यति पनि ठाने रहेछ गाइस। सो गाइस अहिले चाहिँ हामी राखिसकेको छ दोकान ल गाइस हामी चाहिँ दोकान पुगिसकेका छौँ। यिनीहरू चाहिँ यहाँ भिक्कर बन्दा खाना आएका छन्। सो गाइस जो चाहिँ अहिले बच्चाको पैसा चोर्दै खाना खाँदैछ। सो गाइस अहिले हामी पिङ खेल्न पाएनौँ किनकि धेरै भिड थियो। अङ्कलको पार्टीहरू जङखुड पार्टी
जंगुर पार्टी हाँ थैंक यू सेकंड लो दिया गाइस ओ माग्दैछ नि गाइस सीधा गरम मलाई त गोइ दिदैन गाइस एकै अलि हाम न नखानु यो ले मलाई एक रेकर्ड गर्न ए बहिनी देऊ न कसो गरिसक्यो जाऊ न कसो गर्दै देऊ न ओ देऊ न ओ मर्यो का भागेको देऊ न ओ का भागेको देऊ न अलि यो चाहिँ दिनेवाला छैन र अरू बच्चाहरूको कन्ट्याक्ट गर्न जाउँ पुच्चे भाइ बने देन यहाँ छ रे हस दुई भन्दा धेरै छु गोलो अन्डा मेरो होइन यस्तो हो बहिनी वाउ बहिनीले मलाई आफै दिइ हेर्न सक्नुहुन्छ सोकेजरी चाहिँ हाम्रो अहिले आजको अहिलेको खानामा बनेको छ फाडो भात मासु अब यसलाई फटाफट फिनिस गरेर अब अरू ठाउँपट्टि लाग्नुपर्छ मामा घरतिर अब त्यति बेला भ्लग स्टार्ट गर्छु अब सिधै म बाई अब चाहिँ मेरो मोबाइलमा पर्सेन्ट धेरै कम रहेको छ यति रहेको छ पर्सेन्ट फटाफट साथीलाई लगाउँछु गाइजले चाहिँ हामीहरू अघि पछि जाने मन लागेको छ किनकि हामीले अहिले खाना खाँदैछु मैले चाहिँ सबैभन्दा अगाडि खाना खाएर सकिसकेको छु भेगुतालाई गीत भेगुताले यहाँ खेलेर आउँछन् जहिले पनि अब गाइस यहाँ भेगुताको तपाईँहरूले मासु खान मन छ भने भेगुता खानुहोस् के तपाईँहरू खानुहोस् म खान्न तपाईँहरू खाना खाएर हेर्नुहोस् भेगुताको त कमी छैन कहाँ चढिदिनु आफ्नो हेर्नु सुनेर थुप्रै उहाँ हेर्नुहोस् भेगुताले त्यहाँ उता चढ्थ्यो हेर्नु है त्यहाँ कति चढ्नु खोज्छ अब म जान्छु ट्याक्कै उडिन्छ हेर्नु है उहाँ हेर्नु उब्रिन्छ ठ्याक्कै उडिन्छ अब हेर्नुहोस् फुल मलाई घुर्दिनु नखान होइन यहाँ हेर्नु यस्तै बस्दै नि अब भ्यागुता यस्तरी बस्दै भने मान्छे के गर्छन् के भन्ने मतलब मान्छेले गर्नु यस्तो हो नि तर भ्यागुता यस्तै काम गर्छन् त त्यही के हेर्न हामी त मानिस होइन रुच डिफ्रेन्ट अनि गाइस अहिले हामी बाहिर बसिरहेका छौँ गरम खाना खाएर मुसुक धोएर गरम हेलो गाइस टेक्नोलोजी आजला टेक्नोलोजी रियलमा कलौटे चाहिँ हेर्नु सक्नुहुन्छ पुरा आज चाहिँ यस्तो लामीमा चन्द्रमामा चाहिँ एकदम खतरा लागिसकेको छ जान सक्नुहुन्छ ठ्याक्कैको नजिकको बोर्ड चाहिँ उहाँ हेर्नु पुरा रात हेर्नु सक्नुहुन्छ गाईहरूले चाहिँ यहाँ पुरै बसिसकेको छ र अहिले चाहिँ मलाई आमाले भित्र पठाएका अब अन्त जान्छु भ्यागु त म जाने बित्तिकै भ्यागु त उफ्रिन्छ नि जुत्ता कतिको 150 को यो 1500 को त जुत्ता हो मेरो 150 को जुत्ता लाएर ओके गाइस मेरो मामा चाहिँ धेरै गफान्डा हुन्छ तपाईँहरू सुन्नु गर्नुहोस् को गोरो छ कि मामा कि म हुन्छ त्यसै गर्मी चाहिँ धेरै छ गाइस अब म सुत्छु 20 मिनटसम्म सुत्छु तबसम्म भ्लग बन्द हुन्छ वातावरण नराम्रो छ गाइस यताको
दा भार वे तेरा कर ले आए दीदार वे चंगा ढोला वे के बाकी गल्लां फोन ते के बाकी गल्लां फोन ते तेनू वेख ले आए सरकार वे लट्ठे दी चादर उत्ते